नमस्ते साथीहरू तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू। आज हामी कक्षा 8 को गणित विषय अन्तर्गत समूह पाठका अभ्यास 1.2 र मिश्रित अभ्यासका सम्पूर्ण प्रश्नहरू एकदमै सरल र सजिलो तरिकाले हल गर्नेछौँ। भिडियोमा चाहिँ अन्त्यसम्म रहनु होला। भिडियो मन पर्छ भने भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न अवश्य पनि नबिर्सनु होला। आफ्ना साथीहरूलाई पनि चाहिँ भिडियो शेयर गर्न नबिर्सनु होला भन्दैछु है। यो भिडियो हेरिसकेपछि हजुरहरूले चाहिँ अभ्यास 1.2 का प्रश्नहरू सजिलैसँग र सरल तरिकाले बुझ्नुहुनेछ भन्ने आशा त अपेक्षा लिएको छु। यसमा चाहिँ मैले भेन चित्रहरू चाहिँ यसमा समावेश गरेको छैन हैन। प्रश्न नम्बर का आधारमा चाहिँ हेरेर यसलाई चाहिँ गर्नुहुन चाहिँ म अनुरोध गर्दछु। यहाँ चाहिँ क्वेशन नम्बर 1 को चाहिँ एन्सर दिइरहेको छ भेन चित्रका आधारमा। तलतिर म स्क्रल गरेँ है त। भिडियो चाहिँ अब पज गर्दै हेर्न सक्नुहुन्छ हजुरहरूले। प्रश्न नम्बर 5 मा चाहिँ यहाँनिर यो तालिका भर्ने दिएको छ हैन। तालिका भर्ने अनि चाहिँ सूत्र प्रतिपादन गर्ने भनेको छ। यहाँसम्म चाहिँ तालिका भर्नु होला हजुरहरूले पाएको पर्ने र मैले पनि हजुरलाई पाएको पर्ने हिसाबले एउटा तालिका भरेर देखाइदिएको छु। यताबाट चाहिँ यसरी है। हवस् त आजका लागि अभ्यासका सम्पूर्ण प्रश्नहरू हल भइसकेका छन्। कुनै पनि प्रश्नमा अन्य अलमल भएमा कमेन्ट बक्समा प्रतिक्रिया दिन नभुल्नु होला। साथै अन्य कुनै समस्याहरू भएमा पनि कमेन्ट बक्समा भन्न चाहिँ नभुल्नु होला। हामी चाहिँ यस क्लास 8 को चाहिँ सम्पूर्ण च्याप्टरका प्लेलिस्टहरू चाहिँ बनाएर राख्ने छौं। अहिले चाहिँ समूहको पछि अर्को नेक्स्ट च्याप्टर 2 को चाहिँ प्लेलिस्टहरू आउनेछ। र चाहिँ भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। र भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट पनि गर्नु होला। भिडियोलाई चाहिँ लाइक, च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र साथीभाइलाई पनि भन्न नबिर्सनु होला भन्दै आज म बिदा हुन्छु। धन्यवाद।